भने दुईजना व्यक्तिको नाम देख्छौँ। एउटा को हुनुहुन्छ भन्दाखेरि आदम अनि एउटा चाहिँ को हुनुहुन्छ भन्दाखेरि ख्रीष्ट येशू। हरेक मानिसहरूले चाहिँ के छ भन्दाखेरि हरेक मानिसहरू चाहिँ बाउ अनि आमाको रिलेसनले हामी जन्मेको छौँ। यदि बाइबलभित्र हेर्छौँ भने अरू पनि अगमवक्ताहरूदेखि लिएर धेरै मानिसहरू छन्, तर हरेकको रिलेसनबाट नै जन्म भएको अर्थात् भएको हामी पाउँछौँ। तर बाइबलभित्र हेर्छौँ भने त्यो दुईजना व्यक्ति चाहिँ को हुनुहुन्छ? आदम चाहिँ त्यो को हुनुहुन्छ भन्दाखेरि स्वयं परमेश्वरले माटोको आफ्नो हातले बनाइकन उहाँले चाहिँ सास फुकिकन के गर्नुभएको छ? बनाउनु भएको छ। र अर्को चाहिँ को हुनुहुन्छ? ख्रीष्ट येशू। ख्रीष्ट येशू चाहिँ नि के हुनुभएको छ भन्दाखेरि स्वयं पवित्र आत्माबाट मरियमको कोखमा गर्भधारण भइकन उहाँ जन्मिनु भएको छ। फरक त्यहाँ छ, फरक त्यहाँ छ। हामीले हेर्छौँ भने त्यहाँनिर चाहिँ फरक छ कि हामी पनि मान्छे नै हो हामी पनि जन्मेको, हामी र प्रभु येशू ख्रीष्ट र आदममा चाहिँ त्यो फरक छ। परमेश्वरले स्वयं आफूले के बनाउनु भयो? आदमलाई बनाउनु भयो आफ्नो हातले। येशू ख्रीष्टलाई चाहिँ स्वयं माथिबाट पठाउनु भयो र पवित्र आत्माद्वारा गर्भधारण गर्नुभयो। त्यसैले त्यहाँ फरक छ, त्यहाँ फरक छ, त्यो कुरा गइरहेछ। तर त्यहाँ दुईजनामा पनि फरक भिन्नता के छ? हामीमा भिन्नता चाहिँ के भयो? आदम र येशू ख्रीष्टमा भिन्नता के भयो भन्दाखेरि उहाँ चाहिँ परमेश्वरद्वारा गर्भधारण हुनुभयो येशू ख्रीष्ट, र हाम्रो आदम चाहिँ के हुनुभयो? परमेश्वरको हातले बनाउनु भयो। हामी चाहिँ के हो? बाउ आमाको रिलेसनबाट भएको छौँ। त्यो फरक छ भने फेरि आदम र ख्रीष्ट येशूको बिचमा पनि फरक छ। आदमको जीवनबाट चाहिँ के भयो? ऊ परमेश्वरले बनाउनु भयो, तर पनि उसको जीवनबाट पाप फैल्यो। तर येशू ख्रीष्टको जीवनबाट चाहिँ जीवन आयो। आमेन। येशू ख्रीष्टको जीवनबाट चाहिँ जीवन आयो। त्यसैले आज हामी येशू ख्रीष्टलाई आज दुला राजा भनिकन किन भन्छौँ भन्दाखेरि आदमले लिएको मृत्युलाई काट्नुको लागि चाहिँ येशू ख्रीष्ट आउनुभयो। हालेलुया। येशू ख्रीष्ट आउनुभयो। त्यसैले हामी येशूको जन्ममा हामी किन यति एक्साइटेड छौँ भन्दाखेरि किनकि येशू ख्रीष्टको मात्र जन्म होइन, तपाईँ अनि हाम्रो पनि हो। आमेन। यदि उहाँ नआउनु भएको भए हामी के हुन्थ्यौँ? हामीले यो नयाँ जीवन पाउँदैनथ्यौँ, यो नयाँ जीवन पाउँदैनथ्यौँ। येशू ख्रीष्टको जन्म उत्सव मात्र होइन, गइरहेर हामी हेर्छौँ भने, खोज्छौँ भने, बुझ्छौँ भने चाहिँ तपाईँ अनि हाम्रो लागि हो। यसोले भन्नुभएको छ, उहाँको लागि उहाँ आउनु भएको होइन, तपाईँ अनि हामीको लागि हो। आमेन। त्यसैले हामी खुसी छौँ, हामी चाहिँ उहाँ जन्मिनुहुँदाखेरि नयाँ जीवन पाएको छौँ। हालेलुया। जन्म पाएको छौँ। लुकाको पुस्तकलाई म पढिदिनेछु। म छिटो लान्छु, समय थोरै छ। आज दाउदको सहरमा तिनीहरूका निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ। आमेन। अर्को भिन्नता पनि छ यहाँ। अर्को भिन्नता के छ भन्दाखेरि जो मान्छे जन्मिँदाखेरि पनि जन्मेरे, तर यस जन्मिँदा चाहिँ उद्धारकर्ता मुक्तिदाता जन्मिँदै हुनुहुन्छ भनिकन के भनेको छ? ताराहरूले पनि साइन दिएको छ। आमेन। ताराहरूले पनि साइन दिएको। यो हामीले राखेको क्रिसमस ट्रीको टुप्पामा किन तारा राखेको छ भने यसको पनि गहिराइमा रहस्य छ। सबै कुरा म भन्दिनँ, त्यो लामो टाइम जान्छ, तर पनि यति कुरा बुझ्नु, ताराहरू पनि साइन दिएको छ येशू ख्रीष्ट जन्मिँदाखेरि। र कुनै व्यक्ति जन्मिँदाखेरि उहाँ चाहिँ उद्धारकर्ता अनि मुक्तिदाता हुनुहुन्छ भनिकन अहिलेसम्म मैले कुनै डिक्सनरी भेटेको छैन। तर यो जो एकजना व्यक्ति हुन्छ त्यो चाहिँ ख्रीष्ट प्रभु हुनुहुन्छ। र उहाँको जन्म उत्सवमा चाहिँ आज हामी चाहिँ के भएको छौँ? भेला भएको छौँ। हालेलुया। हालेलुया। त्यसैले चाहिँ नि उहाँमा चाहिँ त्यो भिन्नता छ, फरक छ। येशूको नाम लिँदै गर्दाखेरि सजिलो छ, उहाँको गहिराइमा जाँदा चाहिँ नि गयौँ भने त्यो भित्र चाहिँ छुट्टै आनन्द छ। येशू प्रभुले चाहिँ के ल्याउनु भयो भन्दैन नि, तपाईँ हाम्रो जीवनमा चाहिँ आनन्द अनि शान्ति ल्याउनु भयो। आमेन। किन ल्याउनु भयो भन्दाखेरि मेरो पनि मेरो एउटा छोराछोरी छ, उहाँ जन्मिनु भयो। मेरो श्रीमती र हाम्रो दुईजनाको रिलेसनभित्र जन्मिनु भयो। जन्मिँदाखेरि मेरो छोरा जन्मेर कसैले उद्धारकर्ता मुक्तिदाता जन्मिनु भयो भनेको छैन। किनकि चाहिँ के हो भन्दाखेरि हाम्रो रिलेसनबाट अनि येशू ख्रीष्टलाई चाहिँ उद्धारकर्ता मुक्ति
दिँदै हुनुहुन्छ। किन भन्नु भन्दाखेरि किनकि स्वर्गकोबाट उहाँले चाहिँ पठाउनु भएको। आमेन। तपाईँ अनि हाम्रो पापको लागि पठाउनु भएको। त्यसैले चाहिँ नि आज उहाँ चाहिँ को हुनुहुन्छ? उद्धारकर्ता अनि मुक्तिदाता हुन्छ। हालेलुया, हालेलुया। उद्धारकर्ता अनि मुक्तिदाता हुनुहुन्छ, जो चाहिँ को हुनुहुन्छ? ख्रीष्ट प्रभु हुनुहुन्छ। आमेन। उहाँ चाहिँ उद्धारकर्ता अनि मुक्तिदाता हुनुहुन्छ, जो चाहिँ ख्रीष्ट हुनुहुन्छ। हामी आनन्दित छौँ। आमेन, आमेन। हामी धेरै दिन भयो यो डेकोरेसन तयारी, यहाँ त आदरणीय दाजु हुनुहुन्छ, विनोद दाजु, मेरो दाजु, रेस्पेक्टेड दाजु हुनुहुन्छ। उहाँले यहाँ खट्नु भयो दिनकै। म त्यो बेला हेर्दै थिएँ, के एक्साइटेड उहाँ हुँदै हुनुहुन्थ्यो, हेर्दै थिएँ, म पनि एक्साइटेड हुँदै थिएँ होइन। मेरो छोराको पनि त बर्थडे त आयो, म आफूमा जाँच्दै थिएँ, मेरो आफ्नो पनि त बर्थडे त आयो। तर के हो भन्दाखेरि उहाँले चाहिँ उद्धार अनि मुक्ति लिएर आउनुभयो। आमेन। अनि कति समयमा हाम्रो अहिले लडाइँ एउटा के छ? डिसेम्बर 25मा येशू प्रभु जन्मिनु भएको होइन। हामी किन मनाउँदैछौँ? के भन्ने एउटा सबैको एउटा के छ? लडाइँ छ। ठिक छ, उहाँ प्रभु येशू ख्रीष्ट डिसेम्बरको 25मा जन्मिनु भएन, या जन्म आई डोन्ट नो, मलाई त्यो थाहा छैन। म त्यस्तो त्यति धेरै विश्लेषण पुगेको छुइनँ र मैले नसकेको कुरा म बोल्दिनँ। र एउटा कुरा चाहिँ मलाई आफूमा जाँचे, म मेरो बाबुको नाम अशोक खालिङ, राइट? मेरो आमाको नाम सौभरी। म जब जन्मेँ, मेरो जन्मिने बेलामा चाहिँ के थिएन रहेछ? म जन्मिँदाकै जन्म दर्ताहरू अहिलेको जस्तो थिएन। अहिलेको जस्तो जन्म दर्ताहरू विभिन्न कुराहरू थिएन। अहिले त जन्म के 35 दिन गर्छ, जन्म दर्ताहरू थिएन। तर के भयो, मेरो नागरिकता बन्यो नि त, यतिको मिलाएर मेरो राखिदियो होइन। किन राखिदियो भन्दाखेरि म जन्मेकै छु नि त, म जन्मेकै छु नि त, स्वयं म अहिले हुर्केर यत्रो भएको छु नि त। त्यही भएर मेरो पछि के भयो, जन्म दर्ता भएर नागरिकता बन्यो। त्यसै गरी प्रभु येशू ख्रीष्ट पनि डिसेम्बर 25मा जन्मिनु भएको त हो होइन, मलाई थाहा भएन, तर जन्मिनु भएको चाहिँ हो। आमेन। उहाँ जन्मिनु भएको चाहिँ हो। र त्यसै गरी अहिले धेरैको नागरिकता बनाउँदा, विभिन्न पहिलाको बनाउँदा, पहिला त्यो सिस्टमहरू थिएन। जन्मिने बित्तिकै त्यो डेट यतिमा जन्म्यो। अनि धेरै पटक मैले पहिला सुन्दाखेरि के हो भन्दाखेरि, तपाईँको छोरा कुन समयमा जन्म्यो भन्दाखेरि बाँसको पात झर्ने बेलामा जन्मेको थियो होइन। अनि त्यो रुखको त्यो नेबलहरूको पात झर्ने बेलामा, अनि त्यो के हो गाछीहरू छास्ने बेलामा जन्मेको थियो भनेर पनि कति त्यो अनुसारको मूल्याङ्कन गरे। अब हामी जन्मिँदा त्यो थियो भने झन् 2000 वर्षभन्दा अगाडि त कस्तो समय थियो होला होइन। तर जन्मिनु भएको चाहिँ 100% हो। आमेन। मुक्तिदाता जन्मिनु भएको चाहिँ 100% हो। त्यो भएकोले आज हामी त्यो कुरामा भन्दा पनि उहाँ जन्मिनु भएर हर्षित हुन्छ, ठुलो कुरा। आमेन, आमेन। त्यो भएकोले म यो उत्साह दिन्छु तपाईँलाई। आज हामी ख्रीष्ट येशूको जन्म उत्सवभित्र हामी छौँ। प्रभुलाई धन्यवाद भएको छ। र त्यसै गरी यूहन्नाको पुस्तकमा जाउँ, म छिटो छिटो जान्छु। यूहन्ना 3:16, यूहन्ना 3:16। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले आनन्द जीवन पाओस्। आमेन। यहाँ के भन्नुभएको छ भन्दाखेरि प्रभु येशू ख्रीष्टको विषयमा चाहिँ एउटा ठुलो कुरा चाहिँ प्रेम छ, प्रेम छ। यो बच्चा सबैले सुन्नुहोस्, सबैले सुन्नुहोस्। बाइबलको वचन चाहिँ नि उद्धार अनि मुक्ति पाउनेले मात्र सुन्ने भन्ने कहीँ पनि छैन, सबैको लागि हो। आमेन। यदि बाइबल भित्रको सबै कुरा, सबै ज्ञानहरू हामी लिन्छौँ भने तपाईँ अनि हाम्रो जीवन चाहिँ अर्को भएर आउँछ। हामीले उद्धार अनि मुक्ति पाउनु मात्र ठुलो कुरा होइन। जुन दिन हामीले ग्रहण गर्यो, विश्वास गरेर हामीले उद्धार अनि मुक्ति पायौँ भनेर फाइनल हुन्छौँ। तर बाइबल भित्रको कुरा बुझ्ने हो भने
त्यो सबै कुरा फिक्स पनि हुँदैन। त्यो भएकोले हामीले सबैभन्दा यो कुरा बुझ्नुपर्छ कि बाइबलको कुरा चाहिँ हामी सुन्नुपर्छ, वचन चाहिँ सुन्नुपर्छ। त्यसैले यहाँ भन्नुभएको छ किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। आमेन। अनन्त जीवन पाओस् भन्नुभएको छ। उहाँले चाहिँ के भन्नुभएको छ भन्दाखेरि उहाँको वचनले चाहिँ आज हामीले चाहिँ उद्धार अनि मुक्ति पाइसक्यौँ र हामीले जब ग्रहण गर्यौँ बक्तिस्वरूप पायौँ त्यसबाट उता पनि हाम्रो यात्रा छ है। कम्प्लिटली चाहिँ कुन बेला हुन्छ हाम्रो दौड सक्ने बेलामा कम्प्लिटली हुन्छ। त्यो भएकोले यो चाहिँ सबैभन्दा ठुलो कुरा चाहिँ के भन्नुभएछ प्रेम अनि प्रेम 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 बाइबलमा धेरै पाउँछौँ। जे कुरा गर्दा पनि हाम्रो अगाडि चाहिँ प्रेम छैन भने उद्धार अनि मुक्ति पनि कतिले चाहिँ गुमाइपुग्छौँ। प्रेम है। अब यहाँ पोलिटिकल क्षेत्रको रेस्पेक्टेड दाजुहरू धेरै हुनुहुन्छ र उहाँहरूको जीवनमा पनि